म संसारमा शान्ति ल्याउन आएको होइन जुन यसुले भन्नुभएको छ, यो कुरालाई चाहिँ थुप्रैले गलत अर्थ लगाइरहेका हुन्छन् र गलत अर्थ लगाएर यसु ख्रीष्ट शान्तिको राजा होइन, यसु ख्रीष्ट शान्ति ल्याउन होइन आउनु भएको भन्ने कुरा चाहिँ उनीहरूले गरिरहेका हुन्छन्। तर यो पदले चाहिँ के भन्न खोजेको भन्ने कुरा हामीले बुझ्नु आवश्यक छ। त्यस समयको अडियन्स जसलाई यसु ख्रीष्टले यो कुरा भनिराख्नु भएको छ, त्यस समयका ती इजरायलीहरू रोमी शासकको उत्पीडनमा थिए। इजरायललाई रोमले कब्जा गरेको थियो र ती रोमीहरूले चाहिँ उनीहरूलाई उत्पीडन दिइरहेका हुन्थे र ती इजरायलीहरू चाहिँ के सोच्थे भने हामीलाई छुटकारा दिनको लागि मसीहा आउनुहुनेछ, परमेश्वरले चाहिँ मसीहालाई पठाउनुहुनेछ र उहाँले चाहिँ हामीलाई छुटकारा दिनुहुनेछ भन्ने उनीहरूको विश्वास थियो। रोमी शासकको उत्पीडनबाट चाहिँ छुटकारा दिनुहुनेछ भन्ने उनीहरूको विश्वास थियो। उनीहरूले चाहिँ के सोच्थे भने मसीहा आएर उनीहरूसँग लड्नुहुनेछ यी रोमीहरूसँग, किनकि त्यस समय रोमीहरू एकदमै शक्तिशाली भएका थिए। रोमीहरूसँग लडेर चाहिँ हामीलाई रोमीको शासनबाट चाहिँ छुटकारा दिनुहुनेछ, त्यसरी चाहिँ हाम्रो इजरायलमा शान्ति ल्याउनुहुनेछ भन्ने उनीहरूको सोच थियो। तर यसु ख्रीष्टले चाहिँ भन्न खोज्नु भएको कुरा चाहिँ के हो भने म चाहिँ हो त्यो शान्ति ल्याउन आएको होइन भनेर यसु ख्रीष्टले भनिराख्नु भएको छ। त्यो शान्ति तिमीहरूलाई रोमी शासकको जुन उत्पीडन दिइरहेका छन्, रोमी शासकसँग लडेर त्यो वाला शान्ति लिएर आउन म आएको होइन, तर म तिमीहरूलाई अनन्त जीवन दिन आएको हो, अनन्त जीवन साल्भेसन मुक्ति दिन आएको हो, तिमीहरूको लागि बलि हुन आएको भन्ने कुरा चाहिँ यसु ख्रीष्टले भनिराख्नु भएको छ। र त्यसपछि जुन यसु ख्रीष्टले भन्नुभएको छ बुवाको विरुद्धमा छोरा, छोराको विरुद्धमा बुवा हुनेछन् भन्ने कुराहरू चाहिँ यसु ख्रीष्टले अगमबाडी नै गर्नुभएको भनेर चाहिँ हामीले बुझ्नुपर्छ। त्यस समय चाहिँ यसु ख्रीष्टमा अब विश्वास गरे परिवार थियो, जस परिवारबाट चाहिँ अब छोराले यसु ख्रीष्टमा विश्वास गर्छ भने के हुन्थ्यो त, बुवा चाहिँ छोराको विरुद्धमा हुन्थे, पुरा परिवार नै छोराको विरुद्धमा हुन्थे, किनकि उनीहरूले यसु ख्रीष्टमा विश्वास नगरेको चाहन्थे होइन। अब यसु ख्रीष्टमा विश्वास गरेपछि के भयो त, बुवा छोराको विरुद्धमा, छोरा बुवाको विरुद्धमा भयो। अब तर अन्तिममा अल्टिमेटली गएर चाहिँ सबैले विश्वास गरेर त्यो साँचो मुक्ति चाहिँ उनीहरूले पाउँछन्। तर त्यो क्षणको समयको लागि बुवा छोराको विरुद्धमा, छोरा बुवाको विरुद्धमा हुने अनि यो सतावटहरू चाहिँ आउनेछन् भनेर चाहिँ यसु ख्रीष्टले गर्नुभएको। परिवारभित्रै सतावट आउनेछ, परिवार बाहिरबाट पनि सतावट आउनेछ, जसले ममा विश्वास गर्छ त्यो व्यक्तिको जीवनमा भनेर यसुले भन्नुभएको। र बाइबलले हामीलाई क्लियरली स्पष्टसँग चाहिँ देखाएको छ कि यसु ख्रीष्ट शान्तिको राजा हुनुहुन्छ। तर त्यस समयको मानिसले जुन तरिकाले यसुले शान्ति दिनुहुन्छ भन्ने सोचिरहेका थिए, त्यो तरिकाको शान्तिको लागि यसु ख्रीष्ट आउनुभएको होइन भनेर यसुले भन्नुभएको हो। त्यही भएर यो पदलाई चाहिँ तपाईँहरूले गलत तरिकाले नचलाउनलाई, यो पदलाई चाहिँ थुप्रैले एब्युज गरिरहेका हुन्छन्। डु नट एब्युज दिस भर्स, किनकि यो भर्सले चाहिँ यसु ख्रीष्टको त्यस समय चाहिँ यसु ख्रीष्टले के भन्न खोजिराख्नु भएको छ भन्ने कुरालाई चाहिँ देखाइरहेको छ। यानि कि यसु ख्रीष्टले शान्ति ल्याउनु होइन, तर फुट लिएर आउनको लागि आउनुभएको त्यो भन्न खोजिएको होइन। यसलाई चाहिँ क्लियरली बुझ्नुपर्ने हुन्छ। थ्याङ्क यू फर यो प्रश्न सोध्नु भएकोमा धेरै धन्यवाद।